अहिले यो सामाजिक सञ्जाल टिकटकमा चाहिँ गिबिना मगर र रुबेन खड्काको कन्ट्रोभर्सी चाहिँ एकदमै चर्किएको देखिन्छ। जब गिबिना मगरले बहारवाली भनेर भिडियो बनाइयो त्यसपछि यो कन्ट्रोभर्सी चर्कियो, लम्बियो हैन। तर त्यो बहारवाली भन्ने भिडियोमा पनि गिबिना मगरले त्यस्तो खासै नराम्रो कुराहरू चाहिँ गरेको बोलेको देखिँदैन। बुझ्ने हो भने चाहिँ है, राम्रोसित बुझ्ने हो भने, सुनेर बुझ्ने हो भनेदेखि चाहिँ जबकि रुबेन खड्काको श्रीमतीले आफूलाई चित्त नबुझेको कुराहरू चाहिँ गिबिना मगरसँग सेयर गरेको, त्यसपछि गिबिना मगरलाई अलिकति डर भयो नि त। डर भइसकेपछि चाहिँ बाह्य सम्बन्ध बिग्रिने पो हो कि यो परिवार टुट्ने फुट्ने पो हो कि भन्ने एउटा डरले पनि रुबेन खड्कालाई सचेत गराउनका लागि गिबिना मगरले चाहिँ यस्तो खालको कुराहरू गरेको हुनसक्छ। धेरैजनाले धेरै खालको कुराहरू पनि गरेको छ। पहिला सुरेश लामाको घर परिवार पनि एउटा पाकिस्तानी केटीले गर्दा बिग्रेको थियो, आलिया भन्नेले। अब रुबेन खड्काको घर परिवार पनि पाकिस्तानी केटी रुबी आलीले गर्दा बिग्रिने पर्यो भनेर पनि भन्नेहरू छन्। कतिजनाले अब गिबिना मगरले रुबेन खड्काको खुट्टा तान्नु थाल्यो भनेर पनि भनेको छ हैन। कतिजनाले घरभित्रको कुरा घरभित्र मिलाउने किन सामाजिक सञ्जालमा आएर अर्काको विषयमा चियो चर्चा गर्ने बोल्ने भनेर गिबिना मगरलाई पनि नराम्रै भनेका छन्। तर यहाँ मेन कुरा चाहिँ के भन्दाखेरि रुबेन खड्कालाई थाहा छ कि उसको बच्चा छ, बुढी छ, र बच्चा र बुढीलाई कति मैले साथ सपोर्ट गर्नुपर्छ, माया गर्नुपर्छ हैन। जिन्दगीको अन्तिम सास भइन्जेलसम्म मसान घाटमा पुग्ने बेलासम्म चाहिने साथ र माया त त्यही श्रीमतीको। रुबेन खड्कालाई यो कुरा राम्रोसँग थाहा हुनुपर्छ। र रुबी आलीलाई पनि थाहा छ कि रुबेन खड्काको घरमा बच्चा छ, बुढी छ। मैले रुबेन खड्कालाई एउटा साथीको नाताले कति समयसम्म चाहिँ हैन टिकटक लाइभमा बोल्नुपर्छ भन्ने कुरा त रुबी आली एउटा छोरी मान्छे हो, उसले पनि बुझ्नुपर्ने हो र बुझ्छ जस्तो लाग्छ मलाई चाहिँ। अब यो परिवार यो कन्ट्रोभर्सीलाई लम्बाउने चर्काउने भन्दा पनि हैन मिलाउनेतिर लागौँ र रुबी आली र रुबेन खड्काको एउटा साथीको नाता हो भन्छन् हैन। त्यो नाता साथीमै रहोस्, सीमित रहोस् र आफ्नो परिवारलाई चाहिँ धेरै माया साथ सपोर्ट दिनुहोला भनेर भन्न चाहन्छु है। धन्यवाद।